नमस्ते सबैजनालाई, इट्स मी मिस्टर गौले ब्लग्स ट्राभल र आज म तपाईँहरूलाई देखाउँदैछु हाम्रो सानो दोकान जुन चाहिँ दार्जिलिङको बाटाको अपोजिट साइडमा, जहाँ चाहिँ हामीले फास्ट फुडको खानेकुराहरू बेच्छौँ। र तपाईँलाई आज म हाम्रो दोकानको क्लोजिङ टाइमको कामहरू देखाउँदैछु, जुनमा कि भाँडाकुँडा मिलाउनुदेखि लिएर सबै देखिन्छ। सो भिडियोलाई अन्त्यसम्म हेरेर च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच। सो फाइनली मैले दोकानको सबै कामहरू गरिसकेँ। तपाईँले हेर्न सक्नुहुन्छ टेबलहरू सबै सफा गरिसकेँ, भुइँ पनि बरालिसकेँ। अब म तल झर्दैछु। अब झरिसकेर यताउति सबै हेर्नु सकेँ मैले, लगभग सबै ठिकै छ। अब बत्ती पनि निभाउँछु र हामीले आज गाडी स्ट्यान्डबाट छिटै पायौँ। सो हामी गाडीमा छौँ फिलहाल, अब घर जाँदैछु। सो तपाईँहरूलाई बाटोको केही नजरहरू देखाउनेछु, हेर्नुहोला। Secrets they keep underneath the street lamp, steady burn. Life's a game of dice, wait in your turn. City lights shine, but they never show the truths we hide, the things we don't know. Concrete jungle beats in the air, dreams take flight, but beware, beware. Graffiti tells tales on the subway line, lost souls searching, trying to redefine echoes of struggle in alleys tight, fighting for a moment under neon light. Corners hum with a jazzy groove, time stands still, it's hard to move. The rhythm of life, fast and slow, navigate the maze, let the story flow. सो फाइनली म मेरो घर पुगेँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई अन्तिमसम्म हेरेर मलाई सपोर्ट गरिदिनु भएकोमा। यदि तपाईँले अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने लाइक सेयर अनि सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनुहोस् होला। तपाईँहरूको लागि यस्तै कन्टेन्टहरू ल्याउनेछु र भिडियोको क्वालिटीलाई पनि इम्प्रुभमेन्ट गर्नेछु बिस्तारै। फिलहाल म सिक्दैछु, सो मलाई सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच। गुड नाइट।